भात नपस्के 3 प्याक रक्सी 70 भयो। अब सूर्य हेर्न आकाशतिर फर्किनु पर्यो, रुख हेर्न जङ्गलतिर जानु पर्यो, तारा हेर्न अब रात कुर्नु पर्यो। 70 भयो। यसो सूर्य तारा रुख हेरौँ भनेको 3 दिनदेखि हुस्सोले ड्याम्म पारेको छ। न त मतपत्रमा सूर्य रुख तारा देखिन्छ, न त आकाश देखिन्छ। गयो 70 भयो। यो सब विदेशी चलखेल हो। यो नेपाली जनताले हालेको भोटै होइन, यो इन्डिया अमेरिकाले हालेको भोट हो। यो देश सकाए बेचे, देश सके बेचे। हामीले त के नै बेचेको थियो र? हामीले त अलिअलि मात्र बेचेको नि। रघुपति जुट मिल बेच्या हो, बाँसबारी छाला जुत्ता बेच्या हो, गिरिबन्धु टी स्टेट बेच्या हो। हामीले के नै बेचेर व्हाइट बडी बेच्या हो? हामीले के बेच्या हो र? सक्यो। यिनीहरूले पुरै बेचे, हामीले अलिअलि बेच्यौँ, सक्यो। अनि त्यो आमसभामा त हजारौँको भिड थियो। भोट खोइ त के रे ए सबैजना मासु भात खान, 1000को बिटो लिन, अनि पेटो हाल्न मात्र आएका। ए सबै के रे ए सबैले मन्दिरको घन्टी सम्झेर घन्टीमै हालेका रे। ल सक्यो। ल त्यही रहेछ ल। अनि तपाईँ घरको भोट खोइ त? तपाईँको बाउ आमाको र त श्रीमतीको भोट पनि छैन त। के रे ए श्रीमतीले पूजा कोठामा राखेर घन्टी सम्झेर घन्टीमै हाने रे। ल अनि बुवा आमाको त हुनु पर्यो नि। के रे ए बुवा आमाले चाहिँ भजन कीर्तन सम्झेर भोट घन्टीमै हालेको रे। ल सक्यो। त्यत्रो सरलाईमा चाहिँ उहाँ चाहिँ ऋषि धमलालाई पठाएको, यसो हामीले सपोर्ट होला भनेको। जम्मा चाहिँ 6 भोट लिएर आएको छ। 42 नम्बर त मेरो चाहिँ बरु स्कुलमा चाहिँ रोल नम्बर थियो। के हो तरिका यो? मेरो घरको जम्मा 2 भोट, मेरो 1 भोटदेखि छैन। मेरै श्रीमतीले उहाँ पूजा कोठाको घन्टी सम्झेर घन्टीमा भोट हालिचे। मलाई यति तनाव भएको छ। मलाई त्यो प्याक गर्छ कि होइन, मलाई 1 जर्किन लोकल ठहरा ल्याएर मलाई सल्यान लगा।